आए आए ज्योति छोरीले कहिले राम्रो काम गर्दैनन् खाली खेताला भड्काउने र पड्काउने बाहेक लौन नि यत्रो आलु खनिदिनु आलु टिपिदिनु दुनियाँभरका मान्छेले आएर बोलाउनु लाउन जमुना दिदीको उहाँ के अरे आलु खनिदिन पर्छ सक्दैनन् बिरामी छन् भन्नु घरै घरै गएर देउसी भैली खेल्दै मान्छे बोलाएर ल्याउनु अझ उल्टो मलाई नै गाली गरेछ कहीँ नभए त्यो अनुहार सिद्धिया धोको ल्याउन भाइ यता यस्तो आलु ल्याउने कोमा फलाछ अब यो लो टुडालो के आलु हो यो आमा मामा 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 हेरे माउ यत्रा पिडालु हैन आलु नै हो आमा मामा 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 त्यो आलु नै हो आलु फलेको हो यो घरान थियो बेजोर नगर यत्रो मान्छेको अगाडि जमुनाले चाहिँ रुखुको आलु चोरी चाहिँ भन्ला ल्याउने ज्योति यहाँ त कत्रा कत्रा यत्रो छ त कसैको बारीमा छैन जमुनाको बारीमा मात्रै हो यत्रो आलु हेर्नु त फेरि आलु ठुल्ठुलो आलु मेरो देखिन नसके गाइस यत्रो आलु यसरी काट्दिछन् काम पनि गर्ने रमाइलो पनि गर्ने खानेकुरा चाहिँ भुटेको नगर्ने अब खाना चिन्नु पर्छ भने मेरो हातले हुँदैन म सक्दिनँ भन्छन् घर भेटी साउनु के भने मैले काका घुम्न जान्छन् नदिएर कति छैन ढङ्ग छैन भनेर भन्थ्यौ आज त त्यही ज्योति काम लाग्छ त फेरि बिचारा काम मैले काम ज्योतिलाई पाएपछि चिन्न ज्योति सकिनँ नि त। भनिन्छ काम सघाउन आए ज्योति भन्ने ज्योति भन्ने ढिँडो मिठ छैन भनेर ढङ्ग नभए कि भन्थिन् ढिँडोमा आए भाग पिएन उहाँ खप्ला खप्ला पारिदिन्छ अनि ज्योतिलाई मैले चिन्न सकिनँ नि त रोको दिदी बेचारा भ्यालेन्टाइन डेको दिन अनि मैले घुम्न जान दिएन उनको मन सफा रहेछ म जान्छु भने मैले नराम्रो सोचेँ ज्योतिलाई चिन्न सकिनँ आजबाट चिन्ने मैले ज्योतिलाई भर्खर चिन्यो काम गर्न पाए काम गऱ्यो भने चिन्दी रहेछ होइन काम नगरी चिन्छु राम्रो र नराम्रो मान्छे काम भयो चिन्नी रहेछ